नमस्ते सबैजनालाई। फाइलमा पासवर्ड लगाउने तरिका चाहिँ म सिकाउँदैछु। सुरुमा चाहिँ F12 गरे पनि हुन्छ। फाइलमा गएर सेभ एजमा क्लिक गर्नुभयो, यस्तो आउँछ मेरो चाहिँ, अरूको तपाईहरुको कस्तो आउँछ। अनि त्यसपछि यहाँनिर टुल्समा गएर जेनरल अप्सनमा क्लिक गर्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँनिर आफूलाई एकदम सम्झिन सक्ने र अरूले गेस गर्न नसक्ने खालको पासवर्ड चाहिँ राख्नु होला। मैले चाहिँ अहिले सिकाउनलाई थोरै राखे है, यसरी राख्छु। अनि यो माथि जे राख्नु भएको छ तल पनि यही राख्नु होला है। अनि त्यसपछि ओके गर्दिनु। अनि यहाँ पनि फेरि पासवर्ड माग्छ, अघि यहाँ जे माथि जे राख्नु भयो त्यही राख्दिनु होला। अनि ओके गर्नुभयो भने फेरि माग्छ, अनि त्यसपछि ओके गरिदिनु भयो भने, सेभ गरिदिनु भयो भने चाहिँ के माग्छ, यसले चाहिँ पासवर्ड माग्छ है। यो फाइल अर्को चोटि